नमस्ते। अहिले चाहिँ हामी यहाँ एउटा अचम्मकै भन्नुपर्छ होइन। धेरै मान्छेलाई यो लाटोकोसेरोको बारेमा भन्दाखेरि एकदम अचम्मै मान्नुहुन्छ। हामीले चाहिँ अब चराचुरुङ्गी पन्छी कुनै पनि लाटोकोसेरोहरू भन्ने सोचिसकेपछि जहिले पनि रुखमा बस्ने अथवा चाहिँ कुनै केही प्रकारको त्यस्तै प्रयोग गर्ने भनेर सोच्छौँ। तर यो एउटा लाटोकोसेरो छ जुन अमेरिकामा र दक्षिण अमेरिकामा पनि पाइन्छ। यसलाई चाहिँ बरोइङ आउल भन्ने गरिन्छ कि। अनि यो बरोइङ आउलको रमाइलो कुरा चाहिँ के छ भन्नुहुन्छ नि, यो चाहिँ माटोमुनि बस्छ। उसको गुँड पनि माटोमुनि हुन्छ, यो सधैँ बस्ने पनि माटोमुनि नै हुन्छ होइन। त्यो हेर्नलाई भनेर चाहिँ हामी अहिले यहाँ आएको छौँ। त्यही भन्दै गर्दा अहिले चाहिँ ठ्याक्कै यहाँ लुकिएछ, माटोमुनि लुक्यो। तर ऊ अघिदेखि चाहिँ त्यहाँ बसिरहेछ, मैले भिडियो बनाएको छु होइन। एकचोटि अलिकति अगाडि जान ट्राई गर्छु। अहिले चाहिँ ठ्याक्क लुकेछ। तर यो चाहिँ एउटा यस्तो रोचक प्रकारको लाटोकोसेरो हो कि जुन माटोमुनि बस्छ। मैले तपाईँलाई यहाँ फोटो र भिडियो पनि हालेको छु होइन। अहिले चाहिँ ठ्याक्कै यहीँ मुनि छ। तर यति नजिक चाहिँ नबस्दिउँ, उसलाई अलिकति स्ट्रेस हुन्छ त्यो गर्दाखेरि होइन। तर यो लाटोकोसेरोको बारेमा जानेर तपाईँलाई रोचक लाग्यो भने चाहिँ लाइक सेयर गर्न नभुल्नु होला। यसको बारेमा अन्य भिडियोहरू म बनाउँदै गर्नेछु। धेरै धेरै धन्यवाद।